धेरै हेल्प पुग्दो रहेछ, त्यसमा चाहिँ म गर्न सक्छु। ओके, यो लास्ट चाहिँ एउटा होमवर्कको रूपमा होइन, हामी लास्ट 1 मन्थदेखि यो प्रोसेसमा चाहिँ विभिन्न इन्फर्मेसन सेयरिङदेखि लिएर केही कुराहरू चाहिँ आफ्नै सेल्फ रिफ्लेक्सनको आधारमा पनि तिमीले गरिरहेको थियो र यो पेपर मसँग छ र यहाँनिर चाहिँ हामीले 4-5वटा टपिकमा चाहिँ एजुकेसन पनि अलिकति इन्फर्मेसनमा पनि काम गऱ्यौँ। जस्तै म चाहिँ कसरी किन यहाँ आइपुगेँ होइन, के को लागि हो त, म यहाँ पनिसमेन्ट पाउन आएको हो वा मैले फ्युचर राम्रो बनाउनलाई मैले करेक्सन गर्नुपर्ने पार्टमा मैले आफैले करेक्सन गर्नुको लागि आइपुगेको हो भन्ने एउटा लेसन चाहिँ त्यो थियो। सेकेन्डमा चाहिँ आफ्नै इमोसनहरूले कसरी मलाई त्यो एडिक्सनमा कन्टिन्यू गर्नलाई त्यो आफ्नै इमोसनहरूले कस्तो रोल खेलिरहेको थियो भनेर हामीले इम्पल्स, अब्सेसन, कम्पल्सन जस्ता कुराहरू चाहिँ आफूमा कस्तो छ त भनेर पनि हामीले यहाँ लेखेको पनि छौँ र त्यस पछाडि विभिन्न स्टेजेस अफ एडिक्सनको बारेमा पनि त्यो इन्फर्मेसन सेयरिङ भएको थियो। सँगसँगै त्यो सब्सटेन्स अब्युज टाइमलाइन बनाइराख्दाखेरि चाहिँ कसरी स्टार्ट भयो, कुन मनस्थितिमा स्टार्ट भयो र अन्तिममा अहिलेको स्थितिसम्म आइपुग्दाखेरि चाहिँ कुन स्टेजमा पुगेको रहेछु म भन्ने खालको इन्फर्मेसनहरू पनि थियो होइन। यो सबै इन्फर्मेसनहरू कलेक्सन भइराख्दा र यो इन्फर्मेसनको बारेमा कुरा गर्दा वा यहाँ लेख्दा तिमीलाई कस्तो अनुभव भइरहेको छ? यो इन्फर्मेसन सबै कुराहरू लेख्दाखेरि म पर्सनल आफ्नैबाट कुराबाट व्यक्त गर्न चाहन्छु, किनकि म चाहिँ यो इन्फर्मेसन नभएको अवस्थामा कस्तो थिएँ र भएको अवस्थामा कस्तो भयो भन्ने छोटो जानकारी दिन चाहन्छु। म जापानबाट आएर मेरो बुवा बितेपछि म किरिया बसेको थिएँ। किरिया बस्दाखेरि म 16 दिन क्लिन भएँ अनि 17 दिनको दिन मैले मम्मीलाई हस्पिटल लिएर गएको थिएँ। हस्पिटलमा मलाई मेरो चोइस अफ केमिकल नामै भनौँ कुकिङले त्यसको मलाई स्मेलले गर्दाखेरि मेरो ज्यानले थाम्न सकेन। स्मेल त्यस्तो आउँथ्यो कि म थाम्न सकिनँ। अनि त्यसपछि मैले मम्मीलाई त्यहीँ छोडिदिएर म घर आएँ। बाइकमा ज्यानले धकलेर घर आएँ। घर आउँदाखेरि मैले बाटोमा मेरो साथी भेटेँ। मैले मेरो साथीले मलाई पारी जाँदैछु, मेरो सामान लिँदैन, म पारी जाँदैछु भन्नु। त्यहाँ पनि मैले ज्यानले धकलेर अगाडि पुगेँ। अगाडि पुग्दाखेरि जुन घर पुगिसकेपछि म